यार शुरू करते हैं बिना किसी बकचोदी के। हाम्रो एनसी दाइ हेर्नु न धिराजबाट भन्दा कम हुनुहुन्न फेरि हाम्रो दाइ। सबै एउटै ठाउँमा काम गर्ने, एउटै हस्पिटलमा काम गर्ने। A few moments later. Hello guys, आज हम चाहिँ घुम्न जान लागेको गङ्गा पिकनिक। युट्युबमा हालिदिन्छ नि त तिमी। पछाडि 2-3 वटा गाडी रिजर्भ गरेर ट्याक्सी। मजा आया। Eternity later. Thousand years later. पुरै आइसक्यो पिकनिक गर्नलाई यहाँ। पिकनिकहरू अब यस्तै छ है। के हो दिदी बाइकवाला देखि त हेरिहाल्नु नि त किन के छ? आइफोन हुनु होइन। हामी चाहिँ अब जाने पहिला पार्टी गर्ने त्यसपछि खाने। कतातिर त भोक लाग्यो। दिदी कहाँ जाने पहिला त छोडिदिन्छ मोबाइल। म त पहिला पिछा दिन जान्छु अनि पछि सक्छु। बिल्डिङ त सबै एउटै ठाउँमा काम गर्ने पनि हेर राम्री दिदीहरू। गोरी दिदीहरू भयो भन्नु पर्दैन। देखिसक्नुपर्छ। अनि आज ड्युटी जान्छ त? ड्युटी जान्छ त दोस्त? साई कृष्ण ड्यूटी जाओगे? जाएगा। अम्बीहरू चिसो दिन जानुभएको छ। यहाँहरूलाई खाने छ। फाइन तिरायो भने 5 रुपियाँ त नि धेरै होइन। ल एकजनाको नेपालीको
प्लान बनाउनु कता खाँदा मिठो हुन्छ कता होइन शेरबहादुर के हो र त्यहाँ के भन्यो कता बसेर खाने यसो यसो वातावरण मिलाउ न तिमी त नेपालको उसो त प्रधानमन्त्री अब यहाँ बसेर खाने भन्नुहुन्छ होइन दिदीहरूले थाहा पायो भने फेरि त्यही हो रे खाना हानिन्छ भन्छ खै हान्छ कि खै बसेर खाम क्यामेराम्यान दिदीहरू यो दिदी हो सबभन्दा मेकअप पाउडर साउडर धर्नु पर्न भन्ने यही दिदी हो ती राम्री हुनुहुन्छ कि ती राम्री हुनुहुन्छ कि आमा कुरै नगरौँ त हाम्रो दाइ लिम्बू दाइ होइन दाइ के छ हाम्रो शेरबहादुर नेपालको प्रधानमन्त्री भन्दा पनि हुन्छ Waiting next video.